नेपालमा पठाउनु त ओ यहाँ अगाडि रहेछ है डुकाटी पनि आउँदैछ डुकाटी कुन चाहिँ दाइ बाइक भनेको राइसन ओरा थ्यांक यू सो मच फर द 10 पाउन्ड कसले दिन्छ फेरि हामीलाई पनि बाइक सेल हैन डुकाटीले कुरा गरिराछ कुरा भइराछ हेरौँ न के हुन्छ डुकाटी भनेको त दाइ बाहिर नेपालमा पनि छ डुकाटी डुकाटी छ त नेपालमा नेपाल डुकाटी नेपालको हार्डवेयर पसलमा गएर दुईटा काटी हो क्या हैन डुकाटी बाइक क्या त्यही त दाइ नेपालको डुकाटी बाइक दुई तीनवटा बाइक कम्पनीहरु फाइट खेलिरहेछ क्या हाम्रो लागि अब कुन लिने भन्ने कुरा हो क्या हामीले दाइ म त डुकाटी लिन्छु खेले क्या डुकाटी भए पनि अर्को भए पनि हामीलाई चाहिँ कति काटी आउँछ भन्ने कुरा हो नि त जाँटा त्यहाँ हो नि त अरु कुन छ दाइ स्पोन्सर गर्दा के दिन्छ दाइ तपाईलाई डुकाटी बाइकै थमाउँछ कि पैसा दिने हो साइकल भए पनि हुन्छ है भान्जा मलाई चाहिँ डुकाटी दाइ पैसाको साथै एउटा बाइक चाहिँ मलाई भन्दिन बरु यार चाहि पनि राखेको छ बाइक नदिए पनि साइकल दियो भने पनि हुन्छ डुकाटीको त मेरोमा इनिमी छ यार यहाँ मेरोमा छ चिकन मेरोमा पनि आयो यार इनिमी दुईटा छैन यार भाइ दुईटा मात्रै थिए मसँग भेस्टै छैन क्या ओइ मारो नि बटनले ओइ दुईटा आयो यार दाइ डुकाटीसँग चाहिँ कुरा गर्नु न हौ बरु ओइ दुईको साइकल दाइ अनि तपाईलाई दाइ अनि के रे डुकाटीले स्पोन्सर गर्दाखेरि एउटा त देला नि त हो बाइक त हैन र हेरौँ न एउटा बाइक पनि दिदैन भन्छ अनि के स्पोन्सर गर्नु डुकाटीको गाडी चाहिँ अहिलेको बाइक होइन कार चाहिँ उयो गर न कार चाहिँ बरु भर्छ कार चाहिँ घुस्काउने डुकाटीको कार छैन नि बाइकमा कार छ नि डुकाटीको मिस्यु अरे शान्तले स्पोन्सर गरिहाल्छन् नि डुकाटीको मलाई लास्टै कति पर्छ मेरो गाडी चढ्ने सपना छ यार भाइ एकछिन मेरोमा एनिमी अनि चढ न अनि कोटेश्वरमा स्टेसनमा गएर चढ न त गाडी चढ्नेको मेरोमा एनिमी एकछिन हामी त जहिले आउँदा चढ्छ चढ्नेमा त रिजर्भ गर्दा हुन्छ यार भान्जा अझ लास्ट वान छ है कतिजना हो यिनीहरू 5 जना भयो त अर्को पनि थियो त यार मैले यहाँ दुईटा सेकेको है मिस्यु र मुझे किसियोलाई सेकेको तीनटा सेके मामाको गाडीमा हान्नेलाई चाहिँ मैले हानेको अनि तीनटा सेके तर यसको एउटा पनि हुनुपर्ने दुईटा चाहिँ आएको थियो यार भनेपछि दुई स्कट हराएछ यो दुईटा भर्खर उताबाट गाडीमा आएको थियो है एमसी लार्नमा यता अर्को कहाँ छ टाढातिर होला कि केटाहरु आयो आएको छैन केटाहरुको टिकट फिक्स हुँदैछ केटाहरुको ल्याङ भइरहेछ यार मुझे अस्ति ब्यान्ड बाजा र हाइलक्स गाडी रेडी बनाएर बसेको यार र्यालीको लागि मुझे केटाहरु नआइएर अब के को र्याली मुझे थप घर लिएर आउने सुताउने अब म पनि आउनु पर्छ र दाइ अब डब्ल्युसी जितेपछि आइज न त यो सानोतिनो टुर्नामेन्टमा के आउँछस् अनि हुन्छ सानोतिनो पो हो यो अनि मुझे एसएल त सानोतिनो त हो नि डब्ल्युसी पो ठुलो हो त हैन सागै प्रशान्त हो नि दाइ ओपनिङमा आउँछु होला